भयो के छ दाइ केटा हो उसलाई सपोर्ट गर्नु नबिर्सिनु होला तर कतिको मेहनत गर्छ है यो गाइज सब न्यू डे न्यू ब्लग अब आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि अस्ति हामीले टेकोमा हल्का सामान किनेको थियौँ त्यसलाई चाहिँ अब सिएमडब्लु गएर किट हाल्नु पर्ने हुन्छ है मेरो बाइक चाहिँ यहाँ छ अब हामी चाहिँ चट्ट चल्दिनु पर्ने हुन्छ यो चाहिँ मेरो घर हो यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ है अनि यो चाहिँ मेरो भिन्टेज बाइक हो अब हामी चाहिँ यहाँबाट चट्ट लाएर चल्दिनु पर्ने हुन्छ सिएमडब्लुतिर है त मोबाइल मिलाउनु पर्ने हुन्छ यहाँ के छ मोबाइलको स्थिति ठिकै छ जस्तो लाग्यो ल ठिक छ राइट नाउ हामी चाहिँ ओराकल स्कुलनिर छौँ होइन यहाँबाट चाहिँ सिएमडब्लु जाँदै सिएमडब्लु चाहिँ सिर्जना चोकनिर छ अब त्यहाँ चाहिँ गएर मेरो हल्का बाइकहरू बनाउनु पर्ने हुन्छ मेरो बाइकमा चाहिँ मिरर छैन है केटा हो त्यही भएर मामा रिजन भने चाहिँ अलिकति ल्याङ हुनसक्छ यो बाटोमा ठाउँ ठाउँमा चेकिङ पनि बस्दिन्छ क्या फेरि झ्याउनै त्यही हो नभए त अरू ठिक छ अब म चाहिँ यहाँबाट गैरीको घरतिर लाग्दैछु अब एकछिन गरौँ होला यहाँ चाहिँ मिठो कर्नर छ है दामी दामी यो बाटो चाहिँ अहिले कति 11-12 जति बजिरह होला खाली खाली नै हुन्छ यहाँको बाटो चाहिँ राम्रै छ भनौँ न तर हल्का एक्सिडेन्टहरू पनि भइरहेको हुन्छ यहाँ चाहिँ अलि राइडरहरू आउँछन् नि त त्यही भएर हो हामी चाहिँ बिस्तारै बिस्तारै नै हिँड्नुपर्ने हुन्छ त्यही हो केटा हो है ऊ त्यहाँ अगाडि चाहिँ चेकिङ हुन सक्छ त्यहाँ चाहिँ मैले बाइक बनाउने ठाउँ अन्सारी दाइको पसल हो तर ऊ त्यहाँ अगाडि टर्निङमा चाहिँ कपीहरू बसिरहेको हुन्छ बेला बेला अब आज रहेछ भने चाहिँ फेरि ल्याङ हुनसक्छ अब यसो छेउबाट हेर्न पर्ने हुन्छ अनि मामा रहन्छन् भने हाम्रो बाटो क्लियर त्यसको लागि चाहिँ म यहाँबाट छिराउँछु यहाँबाट यस्तरी हेर्ने अनि मामा छ कि छैन देखिन्छ होइन यहाँ क्लियर रहेछ त्यो भए हाम्रो ठाउँ क्लियर यो चाहिँ मैले बाइक बनाउने ग्यारेज हाम्रो दाइको हाम्रो एरिया क्लियर छ त्यही भएर जानुपर्ने हुन्छ हाम्रो सन्देश दाइ गयो है हेलमेट सेलमेट नलागि चलपल दिँदै अब हामी चाहिँ जानुपर्ने हुन्छ गैरीको घरतिर गैरीको घर चाहिँ सिर्जना चोकनिर हो हामी चाहिँ आइपुग्न लाग्यौँ अब त्यहाँ गएर त्यसलाई लिएर सिएमडब्लु जानुपर्ने हुन्छ केटा हो त्यो पछि आज दिउँसभरि बाइक बनाइन्छ होला सायद यो चाहिँ सिर्जना चोक हो है केटा हो यहाँबाट चाहिँ राइटतिर लागेपछि गैरीको घर आउँछ ऐना नभएपछि चाहिँ फेरि मुन्टो फर्काउँदै हेर्नुपर्ने हुँदो रहेछ है त्यही भएर कारले ल्याङ गऱ्यो हामीलाई कारले ल्याङ गऱ्यो अब हामी चाहिँ यहाँबाट सर्टकट हान्दिने हो क्या यसलाई ओभरटेक हान्नलाई यहाँबाट यस्तरी लम्मै चढाएर अब चाहिँ हाम्रो बाइक एडभेन्चर बाइक बन्यो हो कि क्या हो हामी चाहिँ गैरीको घर आइपुग्न लाग्यौँ अब गैरीको घर आएर त्यसलाई उठाएर जानुपर्ने हुन्छ हैन सो लेट्स गो केटा गैरीको घर चाहिँ फाइनली आयो है उतै हो अगाडिको अब हामी यहाँ रोक्नुपर्ने हुन्छ त्यसलाई लिएर जानुपर्ने हुन्छ फाइनली गैरी चाहिँ आइसक्यो यसले चाहिँ साइड मिरर नै हालिसकेछ अब यो आइसक्यो अब हामी यसलाई कुरेर बसिरहेको थियौँ अब हामी चाहिँ सिएमडब्लुतिर जानुपर्ने हुन्छ
दामी देखियो यार खतरा। ल अब हामी चाहिँ CMW तिर चल्दिनु पर्ने हुन्छ केटा हो। अहिले चाहिँ क्यामेरा एङ्गल हल्का माथि आएर चाहिँ मैले भर्खर मिलाउनु त अब चाहिँ ठिकै आइरहेको छ कि भन्ने हो। अब थाहा छैन मलाई नि त्यो चाहिँ होप सिधै आइरह होला। अहिले चाहिँ हल्का माथि देखेको रहेछ। अब चाहिँ हामी CMW तिर चल्दिनु पर्ने हुन्छ। पछाडि चाहिँ गैरी छ होइन, गैरीमा चल्दिनु पर्ने हुन्छ। अरू केटाहरू चाहिँ एकछिनतिर आउँछन् होला। CMW चाहिँ यहीँ अगाडि हो, यहाँबाट नजिकै छ भनौँ न हल्का। त्यही भएर अहिले चाहिँ हामी सिधा चोकतिर छौँ। अब हामी यहाँबाट सर्टकट हानिदिनुपर्छ। यहाँ चाहिँ खतरा गल्ली छ, यसलाई अगाडि बढाउँ न। यहाँ चाहिँ डेन्जर छ बाटो होइन। अब यसले ट्रायल पास गर्छ गर्दैन हेरौँ है त। खुट्टा टेक्यो भने ट्रायल फेल, खुट्टा टेकेन भने चाहिँ ट्रायल पास। त्यहाँ मान्छे रहेछ। लेट्स ट्राई है, हामी नि खुट्टा नटेकी जान खोज्छौँ। यो चाहिँ ट्रायल पास हो, म नि ट्रायल पास भइ केटा हो होइन। हाम्रो दुइटैको बाइकमा मिरर चाहिँ छैन, यसले साइड मिरर हालेर रहेछ। अगाडि मामा केटा हो, मामा छ। बिस्तारै जानुपर्ने हुन्छ, मामाले देख्यो भने फेरि हामीलाई ल्याङ हान्छ। त्यो अगाडि मामा छ, आउनु के हुँदैन भागौँला। पापा अगाडि नजाउँ न केटा, अगाडि चाहिँ मामा है। मामा अघि अघि हामी पछि पछि, यहाँ जे नि हुनसक्छ। त्यही भएर मामालाई जान दिउँ पहिला। जान्देऊ अहिले ल्याङ हान्छ मैले होइन। मामाले चाहिँ जान दिन पर्ने हुन्छ केटा हो। त्यो मिलाउँला अहिले केटा हो। मामा अगाडि है, हामी चाहिँ CMW जान लाग्यो। मामा चाहिँ त्यहाँ छन् तर हामीलाई बाल छैन। अब हामी चाहिँ लपक्क छिर्यौँ। त्यही हो केटा हो। अब आज चाहिँ बाइक पुरै बनाउनु पर्ने हुन्छ। CMW आइपुगिसक्यौँ हामी है त। चट्ट लाएर के हुन्न, हामी चाहिँ CMW आइपुगिसक्यौँ। यहाँ चाहिँ दाई हुनुहुन्छ, हाम्रो दाई। यस दाई ल है, हामी चाहिँ CMW आइपुग्यौँ केटा हो। हाम्रो चाहिँ यहाँ यो एफजेडमा ब्याकलाइट चाहिँ जाँदैछ। यस्तो हुन्छ यसको ब्याकलाइट। अब यो पिलिकवाला हाल्ने रे, यो बल्ब निकालेर ब्रेक हानिस् के हुन्छ। ल थिचिरह न, पिलिक गरे बस सही हो। अब मेरोमा बनाउनु पर्छ, यसकोमा चाहिँ भयो। अब यसमा चाहिँ बल्बहरूको हाल्नुलाई है पिलिक पार्नुपर्ने हुन्छ। अब यहाँबाट यसरी छिर्दो रहेछ। दाइले खतरा पारेर लाग्दैन के हो, लाइन हुन्टिन्छ नि यार। हाम्रो दाइ चाहिँ एकैचोटि लगाइदिनु भयो है। यस्तो भयो है, ब्रेक हान्नु त अब पछाडि। ल पिलिक बास त सक्छ अब। खतरा साइड लाइट चाहिँ यहाँनिर थियो होइन। यो केही देखिएन अगाडिबाट, यस्तो केही देखिएन। अब यसलाई चाहिँ यहाँनिर पाल पारेर जुगाड गरेर हालिदिनु पर्ने हुन्छ। त्यहाँ केही देखिँदैन क्या। यसलाई चाहिँ जुगाड गर्नुपर्ने हुन्छ। त्यहाँ बाल्यो भने यहाँ पाल पारिदिने हो। यहाँ साइड लाइट हाल्छ देखिन्छ नि त। फेरि हेर्नुपर्छ, मान्छेले यहाँबाट त हेर्दैनन्। बाइक पाल पार्दै है। अब चिसिक्क भयो यार। अलिकति लाएनस् है, हल्का ठुलो पार्नुपर्ने। नलाएको ल केटा हो। न्यू लुक्स बाइकको त राम्रो देखियो है। यहाँनिर साइड लाइट भएपछि टक्क देखिन्छ दामी त। यहाँको साइड लाइट यतापट्टि आयो। यो चाहिँ CMW को भ्यू हो, खतरा भइरह यहाँ है। र दामी गैरीको बाइक चाहिँ त्यहाँ छ टक्क दामी। र यहाँ चाहिँ इमर्जेन्सी स्विच जाँदैछ है केटा हो। टक्क यहाँनिर इमर्जेन्सी स्विच हाल्नुपर्ने हुन्छ। यहाँबाट अनि फ्यासर बाल्नुपर्ने हुन्छ चट्ट पारा। यसले चाहिँ लाइसेन्स निकालेर आएछ गाडीको भर्खर मक्ख परेर आइरह है। हाम्रो यहाँ बाइक बन्दैछ, यसले चाहिँ लाइसेन्स निकालेर आएछ है। ल कङ्ग्रेचुलेसन मेरो भाइ। कङ्ग्रेचुलेसन यार है। ल ठिक छ, 100% कङ्ग्रेचुलेसन मेरो भाइ। ल दामी। अब यहाँ डुक्को साइड लाइट जाँदैछ, जुगाड हुँदैछ बाइक है। हालिदिन्छन् केटाहरू चाहिँ यहाँ हल्लार्दै बसिरहन् है। ल बाइक चाहिँ खतरा भयो है। डुक्को साइड लाइट पनि टक्क भयो। तर यसमा खतरा के भयो भन्दाखेरि
एउटा साइलाइट बाल्दा 4वटै बल्छ मिल्दैछ हामी चाहिँ अहिले 2जना मात्रै छौँ अरू केटाहरू गइसके अब यो मिलेसी भेटौँला केटा हो हाम्रो गोर्खाली दाइ भेट भयो है के छ दाइ स्पोकहरू गएको थियो अझ अनि सस्पेन्सन गएको थियो अगाडिको रौनी यार डट बाइकले यार दाइ केही भन्नु त यसो भ्लगको लागि उसलाई सपोर्ट गर्नु नबिर्सिनु होला तर कतिको मेहनत गर्छ है मेहनत पनि हेर्नु पर्यो है केटा यतिकै चाहिँ म पनि भ्लग गर्छु भनेर 1-2 महिनाको रहरले चाहिँ हुँदैन है टक्क भ्लग गर्ने घुम्ने कस्तो खालको भ्लगहरू बनाउनु थाल्नु अब बाइक है सही लागि स्टिकर चाहिँ यहाँ ट्याङ्कमा टाँसिदिनु पर्ने हुन्छ है टक्क लाएर ल कडा सही केटा हो कि क्या हो ल ट्याङ्क पनि भगाएको केटा हो हामी चाहिँ यहाँ बाइक बनाउँदैछौँ यो चाहिँ गइरी यो चाहिँ दाइ ल केटा हो यहाँ चाहिँ टन्नै बाइक छ है हामी सिएमडब्लुमा छौँ यो चाहिँ गोर्खाली दाइको बाइक यो राजकुमार दाइको बाइक यो गिरीको बाइक यो चाहिँ हाम्रो यहीँको दाइको बाइक है टक्क हामी चाहिँ बसिराखौँ यत्तिकै चिल हान्दै अब के काम छ त होइन अर्को दाइ हाम्रो अर्को हिरो दाइ आयो त्यहाँ टक्क लाएर इन्ट्री हुँदैछ गैरीको बाइक चाहिँ भिन्टेज भए है ऐना दामी छ वरिपरि टक्क अरू बाइक पनि छ हामी चाहिँ यत्तिकै चिल हान्दै बसिराखौँ यहाँ केटा हो बाइक चाहिँ बन्दैछ है हामी चाहिँ पब्जी हान्राखौँ अलिक गाह्रो पब्जी त हान्नै पर्ने हुन्छ ट्याङ्की स्याङ्की निस्किछ है बाइक चाहिँ डेन्जर जुगाड हुँदैछ त्यहाँ गोर्खाली दाइको बाइक वासिङ भइरहेको होइन त्यहाँ चाहिँ 3टा बाइक लस्करै छ अब धेरै मेहनत पछि है साइलाइट नि मिल्यो फ्ल्यासर नि मिल्यो आज दिन गयो केही नभए नि 4-5 घन्टा लाग्यो तर फाइनली यतिको चाहिँ भयो है बाइक ल सही हो बाइकको चाहिँ अब बाइक काट्दिनँ है कति काट्दिनु भने बाइकको चाहिँ टप काट्नु पर्ने हुन्छ यति काट्दिनँ यति थियो ल म सब सेट भइसक्यो है अब हामी चाहिँ घरतिर चल्दिस है अब टक्क यति हो आजको लागि ल बाई बाई